हेलो गाइज वेलकम टु द क्रेजी क्याप्चर। आजको भिडियोमा हामी पटेकाको रिभ्यू गर्न गइरहेका छौँ। सो हामीसँग सर्टेन पटेकाहरू छ। त्यो पटेकाहरूलाई चाहिँ हामी पड्काएर हेर्नेछौँ र पहिला चाहिँ त्यसको अनबक्सिङ पनि गर्नेछौँ है आज। सो हामीसँग यी पटेकाहरू छन्। यसमा छ चक्री बम। यसलाई हामी चक्री बम भनेर चिन्छौँ। यसमा लेखेको छ राउन्ड क्र्याकर भनेर, राउन्ड क्र्याकर स्पेसल भनेर। सो यो चक्री बममा यसलाई बाल्दाखेरि चाहिँ यो वरिपरि घुम्ने भयो। सो यो चक्री बम भयो। त्यसपछि हामीसँग छ यो एउटा सानो छोटा प्याकेट बडा धमाका भन्ने खालको पटेका। यसले भनिन्छ, यसको नामको एचडब्ल्यू लेखेको छ, नाम थाहा भएन के हो। यस्तो खालको प्याकेट हुन्छ यसको। यसको भित्र चाहिँ सानो सानो पटेका यस्तो हुँदो रहेछ। सो यो हेर्दामा सानो छ तर पड्किँदाखेरि चाहिँ यो खतरा पड्किन्छ। सो यसलाई पनि हामी पड्काएर हेर्नेछौँ एकछिनमा। अहिले यसलाई साइडमा राखौँ। त्यसपछि हामीसँग छ यो नागिन बम। यसलाई किङ कोब्राको फोटो भएर हामी नागिन बम भन्छौँ। कतिले यसलाई खोर्सानी बम पनि भनिन्छ, सायद खोर्सानी जस्तो देखेर यसलाई खोर्सानी बम भनेको होला। त्यसपछि हामीसँग छ यो फुलझरी। हामी फुलझरी भनेर चिन्छौँ। तपाईँहरू के भन्नुहुन्छ कमेन्ट गर्नु होला। यहाँ लेखेको छ फ्लावर्स स्पेसल भनेर। त्यसपछि हामीसँग छ जगमग बम। यसलाई चक्लेट जुनियर पनि भनेको छ। हामी चाहिँ यसलाई आलु बम भनेर चिन्छौँ। सो यसको अनबक्सिङ गरेर कस्तो हुँदो रहेछ भित्र। सो हेर्नुहोस्, यो हो आलु बम। सो यसलाई यो आलु सेपको भएको कारणले यसलाई आलु बम भनेको हो। तर प्याकेटमा चाहिँ यसको जगमग चक्लेट जुनियर भनेर लेखेको छ। जुनियर चक्लेट भन्दा नि भयो, तर लोकल भाषामा हामी यसलाई आलु बम भनेर भन्छौँ। ओके, यहाँ छ हाम्रो मिनी बुलेट बम। सो यसलाई चक्लेट बम पनि भनेर कतिले भन्छन्। यसमा मिनी बुलेट लेखेको छ। सो अब हेरौँ यसको भित्र कस्तो पटेका छ भनेर। हेर्न सक्नुहुन्छ, यो हो मिनी बुलेट बम। यो चाहिँ बुलेट टाइपको, बुलेट सेपको भएको कारणले यसलाई मिनी बुलेट बम भनेको होला। ओके, सो यसलाई पनि गरौँ साइडमा। यो सबै हामी पटेका एक एक गरेर पड्काएर हेर्नेछौँ कस्तो पड्किँदो रहेछ भनेर। र लास्टमा हामीसँग छ 2 साउन्ड पटेका। सो यो 2 साउन्ड लेखेको छ। यो सुरुमा तल पड्किन्छ एकचोटि र माथि आकाशमा गएपछि सेकेन्ड टाइम पनि पड्किने भएको कारणले यसलाई 2 साउन्ड पटेका भनेर भनेको हो। यस्तो हुन्छ यसको प्याकेट। 5वटा पिसको प्याक हुन्छ। यो सबै पटेकाहरू हामी एक एक गरेर पड्काएर हेर्नेछौँ। अब यिनीहरूलाई पड्काएर हेरौँ। अब पहिला चाहिँ यो टाइगर बम पड्काएर हेर्ने कस्तो पड्किँदो रहेछ भनेर। पड्काउने हो नागिन बम और खोर्सानी बम। अब पड्किने वाला छ यो आलु बम। अब आउनेवाला छ यो मिनी बुलेट बम। ओके, चक्र बम, फुलझरी र 2 साउन्ड चाहिँ हामी राति पड्काउनेछौँ। दिउँसो यसको खासै मजा आएन। सो रातिको भिडियो छ यो। सो राति चाहिँ चक्र बम र फुलझरीको मजै अर्को हुन्छ। सो अब हामी त्यो पड्काउन गइरहेको छौँ। यो चाहिँ चक्र बम है। ये क्या है? ल अब चाहिँ फुलझरीको पालो। यो चाहिँ सेकेन्ड फुलझरी। ल यो 2 साउन्डको पालो। ओहो भाइ खतरा आयो जो उसको।